गुड मर्निङ गाइज, स्वागत छ सबैजनालाई फेरि पनि आजको न्यू भ्लगमा सबैजना सन्चै आरामै हुनुहुन्छ होला र गाइज म पनि यता सन्चै आरामै छु र सो आज पनि अब लगभग बिहानको 9 बजिसकेको छ गाइज। म चाहिँ उठेर नुहाइधुवाइ गरेर रेडी भइसक्यो गाइज है। के भने गाइज ढिलो हुन्छ र अहिले चाहिँ म टक्क लगाएर दुध खाँदैछु। दुध बिहान सो मेरो बुढी पनि यता छिन्। के गर्दै हिजोको निनले है मलाई थाहा पनि छैन। यिनको लाइफ स्टाइल कस्तो चलिरहेको छ जिन्दगीमा, कोसँग च्याट गर्दै हिजो हेरौँ। ओए कसको नम्बर हो यति धेरै? कसको नम्बर है? खाना परेन कुन बच्चा ताखेर अहिले अब आउँछ नि बिहानले लाग्यो यस्तो लगाइस् र लगेर आउनु लाखन भन्दै नि तैँले। हेर नि मैले के लाग्यो हामी भुइँ हालेन नि, हेर न ए त्यसो भयो के त्यो एउटा कालो हेर्ने छैन यहाँ छ त्यही लाउनु त्यो होइन। त टाइट हुन्छ यो कामहरू गर्दा झोला अनि ब्याग पनि कस्तो फोहोरबाट होइन भगेर मेरो ब्याग मैले बोलाएँ पैसा आज त हिसाब गर्छु। अब पैसा आएन अनि याद मैले अब फेरि गाडी आउँदैन। यो अघि नै मेसिनमा हालिदिनु पर्थ्यो नि त यो ब्याग मिसिन हालेर हुन्छ हुन्छ त के अरे हुन्न होला यो त मिसिनमा हालेर त। धोइदिने यो जाले किन यो जकेट पनि कति फोहोर ए अब हालिसकेपछि फोहोर भएर यहाँनिर भयो के भयो त नि नहाल त नि हाल्न पर्दैन। मैले के भनेको त तँलाई किन र ठिकै मलाई कराउनु अघि नै दिनु गएन अब अघि चाहिँ मन पर्यो भने भाग्यो भन्छ त्यो त चिसो म कान्छी नै लगाएन त्यो ब्याग दिनु आज अर्को ब्याग लिएछ नि So guys, la maya la maya la maya la ल्याउ पढ्नु कस्तो भएदैन पऱ्यो नि है। काती परेन कि काती त्यसलाई त्यो भिजाइदिए जान्छ कि घोट्नै पर्दैन त्यसलाई भिजाइदिएपछि सर्लक्क जान्छ क्या त्यो। सो लगाइस् ल म चाहिँ अब रेडी भइसकेँ कामतिर लाग्नको लागि है। अब यस्तै छ अघिको जस्तै आज पनि मेरो काम सुरु भइसक्यो। न्यू ब्लग अब हेर्न सक्नुहुन्छ तपाईँहरूले। आजको दिन पनि के हुन्छ अब बिहानदेखि बेलुकीसम्म। ओके गाइस, नेक्स्ट फेरि भेटौँला है त। म आउँछु अब।
भुले तिम्रो बातै बातैमा के गर्दै हो तिमीले के गर्दै हो तिमीले के गर्दै हो निरोगी भए धेरै पैसा कमाए काहीँ मार्केटतिर नहेरे मलाई 2-3 लाख दिए भाग्यमानी भए कसले छोडोसितै पाए र मलाई दिए ओके बाई यहाँ मेरो एउटा ड्रप खोज्दै बाहिर जतिको उस्तो यहाँ थुपारिदेऊ न बाहिर लड्छु पार्ने चाहिँ मजा यो बाहिर ल्याइदेऊ न जकेट हरियो होइन होइन हो त्यही हरियो ए लाउँछ जाडो हुन्न मोटर मार्ने होला नि भयो होला नि अहिलेसम्म त जुत्ता लाउनु लगाइदिनु ल म निस्किएँ त दामनाले के गर्दै हुँदैन आज त बिहान बिहान मस्त जाने हो नि त अब अनि ल लगाएछ ल अहिले चाहिँ हामी यो कहाँ भन्दा मुस्ताङ चोक हेर्न सक्नुहुन्छ पछाडि को गाडी चाहिँ यहाँ छ दाइ चाहिँ पाडी चाउमिन छोड्नु गएको हाम्रो दाइ चाहिँ है सो गाइस यस्तो मिठो घाम लागिरहेको छ र हेर्नु यो रुखोरी हेर्नु कस्तो बवाल देखियो होइन त नि आइट अब यहाँबाट हाम्रो मार्केट सुरु भइसक्यो यहाँबाट मार्केट गर्दै हामी कहाँ पुगिन्छ हजुरहरूलाई हामीले देखाउनेछौँ अब बसी गाइस हजुरहरूलाई देखाउनेछौँ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु सबैजनालाई चाहिँ है ओके गाइस लेट्स सी गाइस पाडी आए सो गाइस हेर्नु न यहाँ आजभोलि मैले हरेक ठाउँमा देख्छु कि होइन यो गाडीको पछाडि यस्तो दामी खालको शब्दहरू लेखिरहेको हुन्छ है जसले बिर्सियो देशको माटो जिउँदै मर्यो त्यो हरिकन होइन त नि गाइस है यसको लागि एकचोटि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइस मिठो कमेन्ट हानिदिनु होला यसको लागि 1 लाइक गाइस 1 लाइक प्लिज 1 लाइक सो ठिक छ भन्नु अहिले त हामी हेम्दा छौँ है भोलि बिहान हुन्छ भोलि बिहान हुन्छ हुन्छ भाइ ल अतिथि रिसोर्ट
अतिथि स्विट भोलि चाहिँ चलो चलो हेम्जातिर चलो चलो गाइस चलो हेम्जातिर चलो। सो आज हिमाल चाहिँ आज हिमालको काखमा छौँ कि हामी मस्त तरिकाले माछा पुछेर भयो यो के हो धौलागिरी होइन धौलागिरी त उता यसलाई के भन्छ कुनि हाम्रो हेम्जातिरको यात्रा पनि सुरु भइसक्यो है त गाइस। यो हिमालले के भन्छ कमेन्ट गरिदिनु होला। ओके ल त्यहाँ आएर कमेन्ट गरिदिएको पनि हाम्रो पनि थाहा हुन्छ। गाइस यो चाहिँ एमदी हो। एमदीबाट देख्न सक्नुहुन्छ अगाडि हेर्नुहोस् हिमाल कस्तो दामी भ्यू देखिन्छ होइन। माछा पुछ्रे एमदीको बाटो स्पेसल छ खतरा बवाल बनाइदियो कि अहिले बाटो चाहिँ है। क्यामेरामा भन्दा खतरा देखिन्छ आहाले अझै यहाँ छैन तल्लो र माथिल्लो लेन छ कि तल्लो लेन माथिल्लो लेन तल्लो लेन माथिल्लो लेन अझै टुङ्गो माया छ। सो गाइस अहिले चाहिँ हिमालमा सनसेट भइरहेको छ टक्क लाएर अन्त कतै पनि छैन घाम हिमालमा भन्दा हेर्न सक्नुहुन्छ हिमालमा कस्तो राम्रो क्लियर घाम देखिएको छ है। क्यामेरामा भन्दा पनि बढी यो नजरमा आएको छ। मैले हजुरहरूलाई देखाएको छु। सो बबाल वाओ हिमालको सनसेट हेर्नुहोस् कस्तो राम्रो आएको है। आमामा क्लिक्कै डल्क्यो खाने यार घाम त यार। अझ बिचमा यो तार हुन्थेन भने कति राम्रो देखिन्थ्यो होला टाइट कडा